हेलो एभ्रिवान, सबैजनालाई जय मसी। वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लगमा। आज चाहिँ हामी कुलेखानी मार्खु घुम्न जान लागेको। फाइनली हामी चाहिँ भेडा फार्म पुग्यौँ मार्खुको। यो चाहिँ एकदम राम्रो अनि सुन्दर गाउँ अनि ठाउँ छ। घुम्नलाई चाहिँ एकदमै रमाइलो आनन्द आउने ठाउँ छ। फाइनली हामी मार्खु ड्याममा आइपुग्यौँ। यो ड्याम चाहिँ एकदमै राम्रो छ, एकदमै सुन्दर। स्विजरल्यान्ड भन्दा कम चाहिँ छैन, एकदमै राम्रो छ, एकदमै बेस्ट छ। अनि हामी कुलेखानी मार्खु ड्यामबाट चाहिँ अब हामी मोहिनी झरनाको यात्रामा लाग्दैछौँ। एकदमै सुन्दर छ। एकदमै ठुलो रहेछ यो ड्याम चाहिँ, धेरै ठुलो छ। स्विजरल्यान्ड जस्तै देखिन्छ, एकदमै राम्रो। भिडियोमा भन्दा पनि त्यहीँ गएर हेर्दा झन् एकदमै सुन्दर राम्रो ठाउँ अनि यो ठाउँ एकदमै राम्रो छ। फाइनली हामी मोहनी झरना पनि आइपुग्यौँ। कति राम्रो छ यो झरना।